मान्य सदस्यहरू, हामीले छलफल सकेका छौँ। यहाँहरू सबैले छलफलमा भाग लिनुभएको छ। अनि केका लागि उठ्नु भएको छ, कसले बोल्न चाहनु भएको छ? प्रतिपक्षी दलका प्रमुख सचेतक बासना थापालाई 1 मिनेटभित्रमा आफ्नो कुरा राख्नुहोस्। अन्य मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, सरकारको नीति कार्यक्रम आयो, हामी बसेर चुपचाप सुनिबस्यौँ। तर सम्माननीय प्रधानमन्त्री आफैलाई भने सुन्ने धैर्यता देखिएन। यति मात्र होइन, हामीले विगत केही दिनदेखि यो जनप्रतिनिधिहरूको थलो सम्मानित सदनमा प्रधानमन्त्रीको खोजी गरिरह्यौँ। नीति कार्यक्रममा छलफल सकियो, धैर्यतापूर्वक हामीले सुन्यौँ, जिम्मेवारी प्रतिपक्षको भूमिका निर्वाह गरेका छौँ। तर सम्माननीय सभामुख महोदय, नीति कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिने बेला खोइ हाम्रो प्रधानमन्त्री। उहाँलाई यो सदनले देख्न नपाउने हो, उहाँलाई यो गरिमामय सदनले सुन्न नपाउने हो। यो त गरिमामय सदनको अपमान भएन र सभामुख महोदय? स्वयं सभामुख महोदयकै अपमान होइन र? यसले सभामुख महोदय, हामी रुलिङ चाहन्छौँ कि प्रधानमन्त्रीलाई सदनमा बोलाइयोस्। उहाँले उठेका प्रश्नको जवाफ दिनु नै पर्छ। नो इफ नो बट। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदासम्म सदनको बाँकी काम कारबाहीमा हाम्रो यसरी नै अवरोध रहिरहनेछ। सम्माननीय सभामुख महोदय, धन्यवाद। मान्य सदस्य ऐन महर। हेलो, 1 मिनेटमा आफ्नो कुरा राख्नु। सभामुख महोदय, हामीले दिनभर असाध्यै सदनको सर्वोच्चतालाई ख्याल गर्दै नेपालको संविधान र लोकतन्त्रमाथि इमान्दार बन्दै त्यसको सर्वोच्चतालाई हेक्का राख्दै हामीले दिनभर छलफल प्रक्रियामा भाग लियौँ। सदनमा हामी अनुशासित र इमान्दार भएर सभामुखज्यूको आदेशलाई हामीले पालना गरिरह्यौँ। तर सरकारका मन्त्रीहरू, सम्मान्य प्रधानमन्त्री बेला बेलामा आउने जाने र खासै नीति तथा कार्यक्रमको बहसमाथि चासो चिन्ता देखिएन। हामीले विगतमा पनि भनेका थियौँ कि यहाँ कुरा नियमावलीको मात्रै छैन, कुरा नियतको छ। यो संसदलाई छल्ने, बोलाएको संसदलाई स्थगित गरेर अध्यादेश ल्याउने र संसदमा कसरी हुन्छ संसदलाई छल्ने, संसदको हुर्मत लिने, अपमान गर्ने, उपेक्षा गर्ने निरन्तर प्रयास सत्तापक्षबाट भइरह्यो। र अझ नेपालको सबैभन्दा मूल कानुन संविधानको धारा 76(10)ले सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सामूहिक र व्यक्तिगत रूपमा सदनप्रति उत्तरदायी हुने भन्ने कुरा अनिवार्य व्यवस्था गरेको छ। त्यसो भएको हुनाले हामीले पहिलादेखि पनि भन्यौँ, सुरुदेखि नै सम्माननीय सभामुख महोदयलाई कि प्रधानमन्त्री कम्तीमा जवाब दिने बेलासम्म त आउनुपर्छ। हो, नियमावलीमा तोकिएको मन्त्रीलाई दिन सकिनेछ भनेको छ। तर नेपालको इतिहासमा म सभामुखज्यूलाई सोध्न चाहन्छु, कुन चाहिँ बेला मान्य सदस्य युवराज दुलाल, 1 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हामीले हिजो पनि सभामुख मार्फत सरकारलाई सूचित गरिसकेका छौँ। सम्मानित सभामा सम्माननीय प्रधानमन्त्रीको उपस्थिति हाम्रो मात्रै होइन, विश्वभरि रहेका नेपालीहरूको मागको प्रतिनिधित्व हो भन्ने कुरा हामीले जाहेर नै गरिसकेका छौँ। र हामी के चाहन्छौँ भने संवैधानिक सर्वोच्चता कायम होस्, हाम्रो संविधानको सम्मान होस्, यो गरिमामय संसदको ओज र हामी जनप्रतिनिधिहरूको बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्न हामीले हिजैबाट यसमा आफ्ना रिजर्भेसनहरू भए पनि आजको बैठक सौहार्दपूर्ण ढङ्गले सञ्चालन गर्ने जुन वातावरण सिर्जना गऱ्यौँ। तर सरकारले सांसदहरूप्रति, खास गरिकन प्रतिपक्षहरूमाथि जित र हातको एउटा इगो साँधेको जस्तो, प्रतिशोध साँधेको जस्तो अनुभूति हामीलाई भइराखेको छ। यो सम्मानित सदन जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, 275 जना सांसदको बराबरी संवैधानिक अधिकार छ। त्यसकारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौँ। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढङ्गले अगाडि जान दिन सक्ने अवस्थामा छैनौँ। धन्यवाद।
मान्य सदस्य आर्यन राई 1 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हामीले यहाँको अनुरोध अनुसार नीति तथा कार्यक्रममा चाहिँ छलफलको विषयवस्तुमा कुनै पनि अवरोध गरेनौँ र हामीले भनेका थियौँ हामीले बोलेको आवाजहरू हाम्रा व्यक्तिगत आवाज प्रधानमन्त्रीले हामीले सुनाउन खोजेको होइनौँ। हामीले 3 करोड नेपालीका सम्पूर्ण आम नागरिकहरूको यहाँ आवाज र चाहिँ प्रश्न र जिज्ञासा राख्न चाहेका हौँ र हामीले सम्मानित सदनमा हामीले योभन्दा अगाडि पनि हाम्रो अभिव्यक्ति मार्फत भनिसकेका छौँ कि कम्तीमा 10 मिनट भए पनि आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यत्र हामी प्रतिपक्ष मात्र होइन, अहिले हामीले चाहिँ भरे पनि देख्यौँ योभन्दा अगाडि चाहिँ आफ्नो चाहिँ यस रोस्टममा कुरा राख्ने क्रममा सत्ता पक्षको चाहिँ सांसद अथवा माननीयहरूको पनि त आफ्नो चाहिँ जिज्ञासाहरू रहेछन्, उहाँले त राख्नुभयो। त्यसै कारणले गर्दाखेरि प्रतिपक्ष र सत्ता पक्षको भन्दा पनि यो 1 वर्ष अथवा यो 1 वर्षभित्र सरकारले कसरी सरकार अगाडि बढ्न चाहन्छ भन्ने विषयमा तमाम नेपाली नागरिकहरू आज चासो र चिन्ताको चाहिँ पक्षमा उभिएको छ। त्यसै कारणले गर्दाखेरि म यस सम्मानित सदनबाट भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँ आएर र चाहिँ सम्माननीय सभामुख महोदय मार्फत रुलिङ गरेर उहाँको चाहिँ हामीले उठाएका चाहिँ सवालहरूमाथि उहाँबाट चाहिँ हामी उत्तर चाहन्छौँ र जबसम्म उहाँ यहाँ उपस्थित भएर आफ्नो चाहिँ उत्तर दिनुहुन्न अथवा चाहिँ हामीले उठाएका सवालहरूमाथि उहाँले चाहिँ सदनलाई चल्न दिनौँ अथवा सदन हामी बहिष्कार गर्नेछौँ। धन्यवाद। मान्य सदस्य ज्ञानबहादुर साई 1 मिनेटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुखज्यू, मैले के भनौँ, इतिहासमा पहिलो पटक हुँदैछ यो। आज तपाईँलाई हास्य पदक लाग्न सक्छ किनकि तपाईँहरूसँग बहुमत छ र जनताको समर्थन छ। तर पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने हो। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्ष प्रधानमन्त्री होइन। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है। त्यो भएको हुनाले यो विषयवस्तु सिर्फ प्रधानमन्त्रीको अनुहार हेर्ने होइन। आज यो संसदमा उठाएको विषयवस्तु कुनै व्यक्ति विशेषको आलोचना गर्ने विषय होइन। यो संसदको गरिमा, जनताको अभिमत, प्रजातान्त्रिक उत्तरदायित्वको विषय हो। प्रधानमन्त्रीलाई हामीले यहाँ केवल औपचारिक भाषण गर्न वा अनुहार देखाउन बोलाएका होइनौँ, देशको नीति निर्माणको नेतृत्व गर्न बोलाएका हौँ। प्रधानमन्त्रीको काम के हो? नीति बनाउने। नीति कहाँ बनाइन्छ? यही संसदमा। प्रधानमन्त्रीलाई यहाँ भाषण गर्न होइन, काम गर्न बोलाएका हौँ। सम्माननीय सभामुख महोदयज्यू, प्रधानमन्त्रीको मूल दायित्व भनेको नीति निर्माण गर्नु हो र नीति निर्माण गर्ने हुने सर्वोच्च ठुलो संसद हो, कुनै गोप्य अँध्यारो कोठा होइन। यो संसदमा हो जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने यो संसदलाई व्यवस्था गरेर देश चलाउने मानसिकता प्रजातान्त्रिक संस्कार विपरीत छ। अहिले देशको दिशा तय गर्ने नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। यस्तो गम्भीर र संवेदनशील विषयमा स्वयं प्रधानमन्त्री उपस्थित नभएर सांसदले उठाएका प्रश्नको सुझाव र जनसाचो सम्बोधन गर्न उहाँको नैतिक र राजनीतिक दायित्व। सम्माननीय सभामुख र अर्को, सम्माननीय सभामुख महोदय, यो केवल प्रतिपक्षको आवाज होइन। माइक काट्नु होला तर बोलिरहन्छु, किनभने यो प्रतिपक्षको आवाज होइन। यो सत्ता पक्षका माननीय सांसदहरूको मात्र आवाज होइन यो, किनकि उहाँहरू पनि आज सत्ता पक्षका माननीय सांसदहरूको आवाज पनि हो। उहाँहरू औपचारिकतामा बनाइन्छ भने जनताको विश्वासमाथि कुठाराघात हुन्छ। संसद कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, प्रजातन्त्र कमजोर भयो भने जनताको आशा कमजोर हुन्छ। यसैले म सम्माननीय सभामुख मार्फत गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। प्रधानमन्त्रीज्यू तत्काल संसदमा उपस्थित भई नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्छ। जनप्रतिनिधिहरूको प्रश्नको उत्तर दिनुपर्छ, संसदप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्छ।
अन्यथा इतिहासले प्रश्न गर्नेछ। यो संसदको रेकर्डमा दर्ज हुनेछ। यो अप्रजातान्त्रिक गतिविधिको हामी घोर भर्त्सना गर्छौँ। यो सबैले किनभने म आज एउटा कुरा सामान्य कुरा सकेसम्म मान्छु। म एकजना परराष्ट्र मन्त्रीको एउटा कथन पढेँ। संसद निरन्तर सत्ताको छाया बन्दै गएको छ। 1930 जर्मनीको इतिहास पढ्नु होला। हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जति बेला उनी सरकारमा गए त्यति बेला संसद र प्रजातन्त्रको अधिकार कटौती गरे र यस्तै माननीय सांसदले हिटलरलाई समर्थन गरेर विश्वको तानाशाह हो। र मेरो प्रश्न प्रधानमन्त्रीजीलाई, तपाईँले हिटलर बन्दै हो भन्ने यो मेरो प्रश्न होइन। राष्ट्रसभाका सांसद माननीय परराष्ट्र मन्त्रीले अघिल्लो संसदमा उठाएको विषयवस्तु ल भन्नुहोस्। अघिल्लो संसदमा केही कुरा सही हुने, यो संसदमा त्यही कुरा गलत कसरी हुने? त्यो भएर सम्माननीय सभामुखज्यू, हजुरको पनि सम्माननीय सभामुखज्यूको पनि सम्मान बढाउनका लागि, यो संसदलाई संसद जस्तो बनाउनका लागि प्रधानमन्त्री आवश्यक हुन्छ। यो नीति तथा कार्यक्रम काम गर्न बोलाएको भाषण गर्नु। हस्, धन्यवाद सम्मानित सभा। मान्य सदस्यहरूले समय सदुपयोग गरेर जनताका मुद्दामा नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्ना भनाइहरू राख्नुभयो, छलफलहरू भयो, छलफल सम्पन्न भयो। यहाँहरू सबैले त्यसलाई दर्ज गराउनुभयो, सरकारलाई सुनाउनु भयो, सरकारको मन्त्रीलाई सुनाउनु भयो, सत्ता पक्षले सुन्यो। अब हामीले छलफल भइसके पछाडि, हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको मान्य मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला? सम्मान्य प्रधानमन्त्रीज्यू आफू उपस्थित हुन नसक्ने भनेर विधि र सिद्धान्तमा टेकेर, कानुनमा टेकेर उहाँले पत्रचार गर्नुभयो व्यवस्थापिकालाई र त्यही पत्रचारको आधारमा हामीले कार्यसूची निष्कासन गऱ्यौँ। त्यही कार्यसूची यहाँहरूले हिजो कार्यसूचीमा भएन भन्नुभयो। म त्यस कारणले मात्रै भन्न चाहँदैछु कार्यसूचीको कुरा। कार्यसूचीमा पनि त्यो स्पष्ट राखिएको छ कि आजको छलफलको जवाफ माननीय मन्त्री अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिने भनेर हाम्रो कार्यसूचीमा स्पष्ट राखिएको छ। त्यसैमा टेकेर, त्यसैलाई हेरेर हामीले दिनभरि छलफलहरू चलायौँ। हामीले नीति तथा कार्यक्रमको छलफल सकेका छौँ। त्यस कारणले सबै मान्य सदस्यहरू बसेर छलफलमा उठेका विषयहरूको जवाफ मान्य मन्त्रीजीबाट लिउँ, सभा सञ्चालन गरौँ। मान्य सदस्यहरू बस्नुहोस्। मान्य सदस्यहरू बसौँ, सभा सञ्चालन गरौँ। यहाँहरूलाई थाहै छ आज नीति तथा कार्यक्रम हामीले पास गर्नुपर्नेछ। यो देशको नीति तथा कार्यक्रम हो र यो महत्त्वपूर्ण हो भनेर मान्य सदस्यहरूले भनि नै रहनु भएको छ। यहाँहरूले नै आफ्नो छलफलको क्रममा होला या अन्य बोल्ने क्रममा नीति तथा कार्यक्रम महत्त्वपूर्ण छ, राष्ट्रको हो, नागरिकको लागि हो भनेर भनि नै रहनु भएको छ। त्यस कारणले यो नीति तथा कार्यक्रम सक्नका लागि, यसलाई पास गर्नका लागि मान्य मन्त्रीजीबाट जवाफ लिनको लागि यहाँहरू बसौँ, सभा सञ्चालन गरौँ, उहाँबाट जवाफ सुनौँ। मान्य सदस्यहरू, हामीले छलफल सकेका छौँ। अब जवाफ मात्रै नै बाँकी हो। सरकारको तर्फबाट हामीले जवाफ लिने हो। सरकारको तर्फबाट जवाफ दिनलाई मन्त्रीज्यू तयारी अवस्थामा हुनुहुन्छ। त्यस कारणले मान्य सदस्यहरू बसेर सहयोग गर्नुहोस्।
मान्य सदस्यहरू बसौँ, जवाफ सरकारको तर्फबाट जवाफ सुनौँ। हामीले सरकारको तर्फबाट जवाफ चाहिने हो, हामीलाई सरकारको तर्फबाट जवाफ सुनौँ। बसौँ मान्य सदस्यहरू। मान्य सदस्यहरू, अब यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ।